चाहिँ बिरुवालाई हाल्नको लागि मैले चट्टै यहाँ पोटास र डिपिए कालो मललाई चाहिँ यहाँ मिसाउँदैछु। चट्ट यसलाई यहाँ सराबर बनाउनु पऱ्यो हजुर यसरी है। सराबर गर्दैछु चट्ट जाने अनि एक मुठी लाएर घाँटीको लागि गर्दैछु गाइस। कागती लाथेँ अलि राम्रो भएन, राम्रो हुन्छ कि भनेर बनाउँदैछु। पोटा र कालो मल अनि गाईको गोरुको मल छ त्यसलाई चाहिँ मिसाएर हाल्नको लागि यसलाई चाहिँ म बनाउँदैछु। गरिब रेडी भयो, मिसाएँ चट्ट बारीमा जाने हो ट्याक्क लाएर सरक्क हाल्ने हो गाइस। ढक्क रेडी भयो गाइस। सबैलाई ढक्कनी लाएर ट्याक्क हिँड्ने हो, लिएर जाने हो, लगेर राख्ने हो, ड्याममा लाएर बनाउने हो बिरुवालाई यत्रो यत्रो। अब मल रेडी भयो गाइस। मल रेडी भएपछि चट्ट यहाँ यो चाहिँ हाम्रो भान्सा चट्ट मास पुरेर खाने ठाउँ है गाइस। चट्ट अब कोदालो लिन आएको, कोदालो चट्ट काँधामा भिर्ने है। काँधा भिरेर सर्लक्क जाने हो। र भन्छ नि सानै छ खेत सानै छ बारी सानै छ जहाँ नगरी काममा पुग्दैन खान साँझ र बिहान भन्थ्यो अब लाग्यो गाई चट्ट लारी। यो चाहिँ हाम्रो बारीमा जाने बाटो। ए कुखुराको चल्लीहरू च्याउ च्याउ क्या कर रहा है तू। वाह ल अहिले तिमीहरू काममा जाने भालै भयो नि तर होइन। खानु पाएर बसी बसी यिनीहरू के भइहाल्नु पर्ला छ र। गाई मौसम यस्तो छ आजको। आज पानी परेको छ, त्यो पानी परे भएर सर्लको खन्न पनि सहिलो हुने। मकै त्यत्रो भयो यो गाडोहरू यो सबै सर्रै सर्ला यो चाहिँ हामी बस्ने छाप्रो गार्डनहरू बन्दैछ बिरुवाहरू। अब हामी लाग्यो बारीतिर। बारीमा जाने हो, ड्याङ ड्याङ खन्ने हो, पसिना निकाल्ने हो, ज्याला हलुङ्गो बनाउने हो, बिरुवालाई मल पनि हाल्ने हो होइन। चट्ट लाएर केराहरू पनि लान चाहिँ चट्ट लाएर पानी बढेपछि केरा फल्छ, केरा फलेपछि ड्याङ कि ड्याङ गबाउने हो, गबाएर सर्ल्याम सर्ल्याम खाने हो गाइस। भानु आजको मौसम यस्तो छ। म चाहिँ सर्लक्क काम गर्न जाँदैछु है कागती बारीमा ल गाइस। अब हामी कागती बारी आइपुग्न लाग्यो एकछिनमा। कागती बारी पुगेपछि सर्लक्क खनेर चट्ट मल हालेर कागतीलाई मल हाल्ने तरिका सिकाउँछ। हाम्रो यही मुनिबाट बारीमा हो कागती, त्यो बाँझो बारीमा रुखहरू टन्ने छन्। ओह्रालो बाटो छ, ओर्लिन पनि गाह्रो हुन्छ। चिलाउनेको गेडाहरू छ, चिलाउनेको गेडामा पऱ्यो भने त हेर्नु मोटर गुडिया चाहिँ तल घर पुगिन्छ फेरि। ल हेर्नुहोस् हाम्रो यही बारीमा यही बाँझो बारीमा लाग्छौँ। 150 बोट लगाएकोमा यहाँ चाहिँ 130 बोट चाहिँ यहाँ लगाएको छ। 130 बोटमा टोटल 150 लगाएको, यहाँ चाहिँ 130 छ। 130मा अब एउटा जग्गा चाहिँ मऱ्यो। यहाँ चाहिँ अरू चाहिँ राम्रै छ। राम्रो नि किराहरू भन्ने कोही चाहिँ यहाँ भइसक्यो, कोही चाहिँ सानै छ। के भए यिनीहरूलाई पनि हेर्नु ल। कोही चाहिँ भुइँको भुइँमै छ कागती ल्याएर है, कोही भुइँको भुइँमा छ, कोही अब ठुलो भइसक्यो, त्यत्रो भइसक्यो। कोही चाहिँ फेरि हेर्नु यिनीहरू पनि के हो के नौटङ्की छ। लगाएको सर देखाउँछ है तपाईँहरूलाई। चट्ट यहाँ हो, कोही यत्रो छ है हेर्नु। कोही ठुलै भइरहेछ, कोही सानो छ, कोही के हो एउटै मल हाले हो, एउटै तरिकाले काम गरे यिनीहरूलाई नि हेर्नु यस्तो छ।
खोइ खाना नपाएर सुकेन लाए यसलाई चाहिँ थाइराइड भन्छ क्या मान्छेलाई थाइराइड भयो भने टुटाउँछ कि भाप पाउँछ भने त्यसलाई बिरुवाहरू ठिकै आउँछ यस्तो किराहरू लाग्छ कता गयो आम फाल्यो यस्तो किराहरू लाग्छ कता गयो यस्तो किराहरूलाई चाहिँ मारिदिनुपर्छ है कस्तो ब्लर आएको हो यस्तो किराहरूलाई चाहिँ मारिदिनुपर्छ गाइस तनाव दिन्छ यिनीहरूले ल हेर्नु त मरेको जस्तै एक्टिङ गरिदिन्छ फेरि सही गरिदिन्छ नि यिनीहरूले पक्कलकै मरेको जस्तै एक्टिङ गरिदिन्छ ल हेर्नु यहाँ पनि ठिकै छ अहिले भागको भाग्ने पनि होला ल मैले त यसरी लगाएको छु हेर्नुहोस् हजुरहरू तर अमिलो चाहिँ बढ्दो रहेछ अमिलो चाहिँ ठुलै भइसक्यो होइन अमिलो पनि चेक गरेँ यो बाँझोमा सबै खाएको थियो हजुर मकैबारीबाट माथि उहाँसम्म हाम्रो कागज थियो टक्क हाम्रो हिमाल त्यो हो अहिले हिमाललाई चाहिँ घुम्टो ओढेको छ बादलको घुम्टोले हिमाललाई सजाएर राखेको हामी ठ्याक्क त्यसको पारी हाम्रो बारी छ त्यो बारीमा हामीले रोपेको के भन्छ कागती अमिलो है ठिकै राम्रो भन्ने कि नराम्रो भन्ने अब यस्तो पातहरू पनि उठाइदिनु पर्छ अब के गर्नु भ्याएन आफूले नै हो गर्नु अब यो डाँठ यस्तो मरेको डाँठहरूलाई अहिले काटेर यहीँ पुरिदिने भन्दाखेरि के छ यो चाहिँ सङ्खत्र भन्छ यो चाहिँ सङ्खत्र हो हाम्रो हामी यस्तो छ गाडी चाहिँ सफा गर्दै गर्नुपर्छ हेर्नुहोस् खुर्सानी लगाएको खुर्सानी चाहिँ चिप्लिङ ट्याङ भइहाल्यो यसलाई पनि यस्तो गरिसकेको सालको रुख पनि छ हामीले साल पनि लाग्छौँ त्यो साल त मरेको पो छ त के को साल साल पनि छाड्यो हाम्रो सालको रुख साल सिमल हेर्नुहोस् हुन्छ कि भनेर अनि गर्नुपर्छ हेर्नु हुन्छ कि भनेर गर्नु पऱ्यो होला कि कहिले छोड्दैन जिन्दगीमा है कोही त के गर्नु यस्तो जता बेला त्यत्रै छ यसको त पखेटा नि आएन पखेटाले पात पनि आएन के ठाउँ ठाउँमा यसो पुन्टिकेर नि लगाइदियो है हाम्रो कागती बारी हुँदैछ बिस्तारै यो चाहिँ बुद्ध चित्त पनि छ है हामीले बुद्ध चित्त पनि लाए बुद्ध चित्त लाएर करोडपति बन्ने भनेर लाग्छ है गाइस यो होइन करोडपति नसोचौँ हुन्छ कि होइन भयो भने जसको बिहान बुद्ध चित्त निको भयो ठाउँ ठाउँमा किरा पनि लगाइरहेको छु यो ग्याप बाटोमा बुद्ध चित्त पनि अब ठुल्ठुलो भयो यो चाहिँ सबैभन्दा ठुलो भएको थियो गाडी खाएर के गरेर त्यति यसरी तल यो बाँधेदेखि तलको माथि यहाँबाट यो माथि बाँधेसम्म लगाइएको छ हामी हेर्दै जाउँ कतिको राम्रो हुन्छ काम गर्दै जाने हो कर्म गर्दै जाने हो होला नि त एक दिन फेरि बढाउनु भनेको यिनीहरूले गर्दाखेरि बढाउने भन्दाखेरि गजब
जबर या गरेर सलक्क भएर झामेर आए त मजा हुन्थ्यो। ठिकै छ, चित्त त बुझाउनु परिहाल्यो, चित्त नबुझायो है, चित्त नबुझायो पित्त पर्छ फेरि। यतिकोसम्म बोर्ड भइदिए चाहिँ ह्याप्पी भइन्थ्यो। के गर्नु, जाँदैछौँ, बिरुवाहरू त ठिकै छन्, कोही मरे, लिएपछि पनि परे। पानी मऱ्यो नखाइ हुन्छ भनेर आएको अनि त्यो मल अहिले बस्तीको मल लगाएर यत्तिको सामान सबै भइदिए भए चाहिँ यहाँनिर ल ठिक छ भन्नुहुन्थ्यो। हुन त हुन्छ, अरू पनि यो पनि बिस्तारै बढ्दैछ। सबै सोचे जस्तो बढेन कि केही भएन, हुन त हुँदैछ। यत्रो सँगसँगै लगाएको, कोही या बनाएको छ, कोही यत्रो छ, बुद्धिस्ट त यहीँ गयो नि। यो चाहिँ यत्रो भइसक्यो। अब यिनीहरू छिट्टो पनि लगाएको छ, सँगसँगै लगाएको जस्तो के भन्ने यिनीहरू। अब यो चाहिँ मल हो, यो अघि बनाएको मल, सुरुमा बनाएको मल हो। यो हाम्रो चाहिँ पाकेको बस्तीको मललाई चाहिँ सलक्क हालेर खन्यान भने अहिले म देखाउँछु तपाईँलाई हाल्ने तरिका। यस्तो किन लाग्छ कि यस्तो किन यसलाई त पछि एकदम हाल्नुपर्छ कि पनि यसरी गाइज सकिँदैन, साह्रो छ। गरेर खान गाह्रो छ साथीहरू, गाह्रो छ। गाइज पोटास मैले यहाँ यसरी बनाएको छु, कालो मल लग्यो। अब यसलाई यतिको दरले हाल्नु वरिपरि लगाएर अब यता मल लिन अब मजा आयो साह्रो रहेछ पानी आयो भाइ पानी नै आउनुपर्छ। गाह्रो छ भाइ, गाह्रो छ। डाउन यसरी गर्नुपर्छ। अब यसलाई चाहिँ मुटु चित्तले मात्रै हाल्नुला, यता हेरौँ होला, मल मात्रै हाल्नु थाहा छैन।
चियापत्ती बनाउने रुख रे गाइज्यू हेर्नु छ हजुरहरू गरेर खानलाई के को जरा फेरि यस्तो हो कि हो त्यसो त कहाँ यत्रो बिग्रिनु हुनुपर्ने त यस्तै हो कि हो होइन रहेछ है हुँदैन राम्ररी भोटे फेरि बुद्ध चिप्लै गाइन्छ चाहिँ यसलाई पनि धार बनाइदिनु पऱ्यो नि पन्ध्र किन लाग्यो भन्दा यस्तो भयो कि सही भयो नि देख्नु अब यहाँ त्यतिकै नाङ्गाहरूले भए गोत्थ्यो ओके गाइज ल सब्सक्राइब आवर च्यानल लाइक कमेन्ट एन्ड सेयर है त हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला हामी यस्तै यस्तै भिडियो बनाएर तपाईँहरूलाई देखाउँछौँ ल हेर्नुहोस् ओके गाइज सी यू कागतीको बारीबाट हेर्नु गाउँले जीवन मजा छ नि पसिना आइसकेपछि गरेकोले ल तपाईँले त पहिला